किन परमेश्वरले प्राकृतिक विपत्तिहरू पठाउनुहुन्छ? किनकि आखिरी दिनहरूका मानिसलाई शैतानले चरम रूपमा भ्रष्ट तुल्याएको छ। दुष्टता, छाडापन, छल र लोभ, सामाजिक प्रतिष्ठा र सम्पत्तिको लागि मानिसहरू एक अर्कासँग लडाईं गर्छन्, जसले विभिन्न युद्धहरू निम्त्याउँछ जुन कहिल्यै अन्त्य हुँदैन। तिनीहरूले सत्यतालाई घृणा गर्छन्, अधर्ममा आनन्द लिन्छन् र पश्चातापको संकेत पनि नदेखाई पापमा जिउँछन्। यहाँसम्म कि तिनीहरूले परमेश्वरलाई खुलेआम नकार्छन्, विरोध गर्छन् र दुष्टताको वकालत गर्छन्। मण्डलीका विश्वासीहरूको केही समूह समेत प्रलोभनमा परेर संसारका दुष्ट प्रचलनहरूलाई पछ्याउने र पापबाट आनन्द प्राप्त गर्ने चाहना गर्न थालेका छन्। यस्तो दुष्ट र अन्धकार युग साँच्चै नै नोआको दिनको पुनरागमन हो। प्रभु येशूले बाइबलमा यो भविष्यवाणी गर्नुभएको छ, नोआको दिनमा जस्तै मानिसको पुत्रको दिनमा पनि हुनेछ। आखिरी दिनहरूमा प्रभु येशू फर्किएर यसपटक सर्वशक्तिमान परमेश्वरको रूपमा देहधारी हुनुभएको छ अनि सारा मानव जातिलाई शुद्ध पार्न, मुक्ति दिन र आखिरी दिनहरूको न्यायको काम गर्न सबै सत्यता व्यक्त गर्दै हुनुहुन्छ। तैपनि उहाँले नास्तिक सरकार र घमण्डी धार्मिक समूहहरूको क्रोधपूर्ण प्रतिरोधको सामना गर्नुभएको छ। सत्यतालाई जान्न चाहने र ज्योतिको खोजी गर्ने एकजना पनि छैन र परमेश्वरको देखा पराई र उहाँको कामलाई खोजी गर्ने त झन् कोही पनि छैन। मानव जाति यति भ्रष्ट र दुष्ट बनेको छ कि तिनीहरूले सत्यतालाई घृणा गर्न र परमेश्वरलाई शत्रु जस्तो व्यवहार गर्न थालेका छन्। परमेश्वर पवित्र र धर्मी हुनुहुन्छ र उहाँको स्वभाव उल्लङ्घन गर्न नसकिनेछ। जब यस्ता भ्रष्ट मानिसहरूले अझै पनि परमेश्वरको सामुन्ने आफ्ना पाप स्वीकार र पश्चाताप गर्दैनन्, तब कसरी तिनीहरू परमेश्वरले वर्षाउनु हुने भयानक विपत्तिहरूबाट बच्न सक्छन्? त्यसैले आउन लागेको विपत्तिको अघि परमेश्वरले नोआलाई जल प्रलयबाट बचाउनु भए जस्तै उहाँद्वारा सुरक्षित हुन र खराब विपत्तिहरूबाट बच्नको लागि हामीले के गर्नुपर्छ? सर्वशक्तिमान परमेश्वर भन्नुहुन्छ, नोआले जहाज बनाएको त्यो समयलाई हेर्नुहोस्। मानव जाति साह्रै भ्रष्ट थिए, परमेश्वरको आशिषबाट तर्केका थिए, परमेश्वरका प्रतिज्ञाहरू गुमाएका थिए र तिनीहरूसँग परमेश्वरको रेखदेख थिएन। तिनीहरू परमेश्वरको ज्योति बिना अँध्यारोमा बाँचेका थिए। तिनीहरू प्रकृतिले नै छाडा बने र घृणित अनैतिकतामा डुबे। यस्ता मानिसहरूले परमेश्वरको प्रतिज्ञालाई पाउन सकेनन्। तिनीहरू उहाँको मुहारको साक्षी हुन वा उहाँको आवाज सुन्न अयोग्य थिए, किनकि तिनीहरूले परमेश्वरलाई त्यागेका थिए। परमेश्वरले दिनुभएका सबै थोकहरूलाई पन्छाएका थिए र उहाँका शिक्षाहरूलाई बिर्सेका थिए। तिनीहरूका हृदय परमेश्वरबाट टाढा टाढा भौतारिए अनि तिनीहरू तार्किकता र मानवता भन्दा बाहिर पुगी झन झन भ्रष्ट र दुष्ट बने। तिनीहरू मृत्युको नजिक हिँडे र परमेश्वरको क्रोध र दण्डमा परे। केवल नोआले परमेश्वरको आराधना गरी दुष्टताबाट अलग बसे। यसरी उनले परमेश्वरको आवाज र आज्ञाहरू सुन्न सके। परमेश्वरको आदेश अनुसार उनले जहाज निर्माण गरे र त्यहाँ सबै किसिमका जीवित प्राणीहरू भेला भए। यसरी सबै थोक तयार भइसकेपछि परमेश्वरले संसारको विनाश गर्न सुरु गर्नुभयो। नोआ र उनको परिवारका 7 जना सदस्यहरू मात्र त्यस विनाशबाट बचे, किनकि नोआले यहोवालाई आराधना गरी दुष्टताबाट अलग बसे।